म गो भन्दाखेरि बाहिरतिर हिँड्दैन। दर्शकबिन नमस्कार। विभिन्न ठाउँबाट इन्टरनेटको माध्यमबाट हामीसँग जोडिरहनु भएको छ सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकहरू यतिखेर फ्रेममा देखिरहनु भएको छ नरुवन गुरु हुनुहुन्छ यहाँनिर झाँक्री तान्त्रिक। उहाँलाई आज हजुरको माझमा हामीले लिएर आएका छौँ। केही प्रश्नहरू गरेर जस्ताको त्यस्तै तपाईँहरूको माझमा हामी राख्नेछौँ। अनि यतापट्टि साइडमा धुनसुर बोन्ड गुरु पनि हुनुहुन्छ। एकछिनपछि उहाँलाई पनि हामी फ्रेममा ल्याउनेछौँ। उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई। नमस्कार। नमस्ते। जय गुरु गोरखनाथ। म नरुसिटु भनको तर्फबाट सबैजना भक्तजन लगायत सम्पूर्णलाई म एकदम नमन गर्न चाहन्छु। आराम हुनुहुन्छ तपाईँ? एकदम। अहिले यो झाँक्रीको जुन पोसाक लाएर मजाले सजिएर बस्नु भएको छ, जहिले पनि यसरी नै झाँक्रीको पोसाक लाएर बस्नुहुन्छ कि लाउनै पर्ने हो कि विशेष काम के छ? यसको चाहिँ यस्तो छ हजुर, पूजाआजाको कार्यक्रममा चाहिँ हामी लाउँछौँ। अरू बेलामा चाहिँ हामी जस्तै आउटड्रेसमै हुन्छौँ। आज पूजा छ, हजुरहरूले पनि आउँदाखेरि देख्नुहुन्छ। भनिसकेपछि जस्तो यहाँनिर आज यो पूजाको सामानहरू मजाले बनाइराख्नु भएको छ होइन? केन्द्रमा तपाईँको पूजा भइरहेको छ। यसमा के को पूजा हो? यो चाहिँ कस्तो भने नि मान्छेले छेद भेद वीर मसान भन्छ नि, मसान भूत प्रेतहरू डाकिनी साकिनीहरू लागेको विदेशमा बसेको सबै झाँक्रीहरूले नसकेको काम हामीले चाहिँ फोटोद्वारा नै, मान्छे प्रत्यक्ष मान्छे छैन तैपनि हामी फोटोद्वारा नै उहाँको भेद छेद चाहिँ काट्ने गरेको छ। फोटोद्वारा त मोनी मन्त्र पनि लाउँछ अरे नि त, तपाईँले कतै मोनी मन्त्र त लाउनु खोज्नु भएन? यस्तो हजुर, त्यसमा फोटोद्वारा छेद भेद त काट्नु सकिन्छ भने मोनी लाउन त त्यो त सजिलो इजी कुरा हो होइन? तपाईँले अहिले भर्खरै चाहिँ वीर मसान भन्नुभयो के? हजुर झाँक्री हुनुहुन्छ। वीर मसान कस्तो हुन्छ? वीर मसान हुन्छ 21औं शताब्दीमा? हो सर, यो चाहिँ खतरै प्रश्न सोध्नुभयो। वीर मसान किन हुँदैन, चुडेल किन हुँदैन देख्नु भएको छ तपाईँले? मैले प्रत्यक्ष देखेर उहाँसँग हामी चाहिँ, किनभने गुफा भन्छ, गुफामा बस्दाखेरि 13 दिन 21 दिन हामी गुफा बस्छौँ। गुफा बस्दा चाहिँ वीर छोडा वायु पिशाच होइन, डङ्किनी डाकिनी भन्छ नि, जब चुडेल्नी भन्छ नि, यस्तोहरूसँग चाहिँ हामी घुलमिल गरेर जो हामीले बिरामीहरूको चाहिँ मन्छाउँदाखेरि चाहिँ किन मान्छ भन्दाखेरि हामी गुफा बस्दाखेरि नै उहाँहरूसँग हामीले चाहिँ यसरी पूजा दिनु उसरी पूजा दिनु भनेर चाहिँ हामी गुफा बस्दै हामी ध्यान तपसले चाहिँ उहाँहरूको चाहिँ के भन्छ अब शक्तिद्वारा उहाँहरूको र शक्ति हाम्रो शक्ति जुधेको भएर हामीलाई चाहिँ उसले चाहिँ शक्ति दिएको हुन्छ। लु हुन्छ हजुरले भनेको कुराहरू मनुष्यको जीवनबाट हामी पर सर्दिन्छौँ। हजुरले पूजा गरिदियो भने हामीले यो तत्त्वको पूजा गर्नुपर्छ भनेर चाहिँ हामीले गुफामा भन्छौँ कि सर, त्यही कारणले त्यही पूजा गर्ने हो। जस्तो तपाईँले अब यो भूतप्रेतको कुरा गर्नुभयो नि त, तपाईँ चाहिँ देवी देवता धेरै खेलाउनुहुन्छ कि भूतप्रेत खेलाउनुहुन्छ? हामी झाँक्रीहरूले त भूतप्रेत पनि खेलाउँछ अरे नि? होइन सर, यस्तो छ, कस्तो छ भने बिरामीको हिसाबले हेर्ने हो न। हाम्रो ठाउँमा बसेर चाहिँ हामी देवी देउराले धेरै खेलाउँछ। हाम्रो कुलको झन् भनौँ न, हामी यो नरुसिटु भनेको त कस्तो हुन्छ भने हाम्रो चाहिँ उहिले सत्ययुगमा चाहिँ बाउ बाजेहरू चाहिँ धामी झाँक्री हुन्छ होइन? धामी झाँक्रीको हिसाबले चाहिँ देवी देउराली चाहिँ मान्छौँ धेरै जस्तो। अनि यो मनुष्यको जीवनमा चाहिँ आक्रमण गरेर उसलाई चाहिँ अप्ठ्यारो पार्दाखेरि चाहिँ हामी भूतहरूलाई नै, जो वीर मसानहरूलाई नै त्यो साँची राखेर तपाईँलाई म यस्तो चाहिँ भोग चलान गर्छु भनेको हिसाबले चाहिँ ऊ मान्नुहुन्छ क्या। भोग चलान भनेको चाहिँ कस्तो? बलि दिने, एउटालाई बचाउनुको लागि चाहिँ अर्कोलाई बलि दिने, अरूलाई चाहिँ मार्नुहुन्छ। भोग चलान भनेको यस्तो के हजुर, त्यो चाहिँ 84 व्यञ्जन भन्छ। भोकै छैन त्यसमा भोग हुन्न, नरिवल हुन्छ, सिन्दुर सुपारी हुन्छ, अनि बिस्कुट हुन्छ, नैवेद्य हुन्छ, त्यो 84 व्यञ्जन हुन्छ। 84 व्यञ्जनले चाहिँ उसलाई खुसी बनाएर उसलाई चाहिँ धुप धुवा र नैवेद्यहरू सबै चढाइसकेपछि उहाँ मानेर जानुहुन्छ। सुन्नु नि, यो वीर मसान अरू के नाम लिनुभयो मैले बिर्सेँ। यो डङ्किनी पनि भन्नुभयो। यो वीर मसान भनेको के हो, डङ्किनी भनेको के हो? डङ्की भने चाहिँ हामीले स्कुलमा पढेको थियौँ होइन? डङ्की
यो डङ्किनी भने चाहिँ के हो, वीरमसन भने के हो खास? यस्तो भन्नाले अब उहिले सत्ययुगमा ब्रह्मा विष्णु महेश्वरले चाहिँ एउटा डाकिनी साकिनी भूत पिसाब हुन्छ भनेर चाहिँ मनुष्यहरू पैदा हुँदाखेरि धामी झाँक्रीले चाहिँ धामी झाँक्री त्यतिखेर थिएन सर है। मनुष्य पैदा हुँदाखेरि चाहिँ तपाईँको देसन लाग्यो, मसान लाग्यो, भूत प्रेत छोडा वायु लाग्यो, यो पृथ्वीमा मनुष्यको ध्वस्त भयो। त्यस कारणले चाहिँ त्यो बखतमा चाहिँ ब्रह्मा विष्णु महेश्वरले चाहिँ हामी झाँक्रीलाई भनलाई तयार गर्यो। भन भनेको धामी झाँक्रीलाई यो सृष्टिमा पठाउँदाखेरि तपाईँको नरुभन, धुन्सुर वन, सेतीसिंह वन, यो 3टा भन पठायो यो सृष्टिमा पठाइसके पछाडि अनि तपाईँको रोग भेद छेद मरिमसान सबै निम्न पारेर अनि मनुष्य बचाएको पनि उहिलेको चाहिँ इतिहासमा छ। अब जस्तो तपाईँको छेउमा चाहिँ अहिले हामी फ्रेममा देखेको छौँ होइन, धुन्सुर वन पनि हुन्छ। खासमा ज्ञान चाहिँ तपाईँको शक्तिशाली हो कि धुन्सुर वनको शक्तिशाली के हो? यसमा समग्रमा भन्दाखेरि मैले अघि नै पनि कुरा उठाएँ, नरुभन, धुन्सुर वन, सेतीसिंह वन, यो एउटा 3जना भनेको ब्रह्मा विष्णु महेश्वर भनेको जस्तै हो। मानिलिउँ ब्रह्मा विष्णु महेश्वर भन्यौँ, धुन्सुर वन, सेतीसिंह वन र नरुभन, यो 3टा एकै भाइ एकै शक्ति हो। तपाईहरु अहिले 2जना मिलेर काम गरिरहनु भएको छ नि त होइन? तपाईँ एकजना हुनुहुन्छ, अर्को धुन्सुर वनको हुनुहुन्छ, 2जना मिलेर चाहिँ काम गरिरहनु भएको छ नि त। अनि तपाईँको शक्तिले मात्र नभ्याएर चाहिँ उहाँले पनि गर्नुपर्ने भएको हो कि उहाँकोले मात्र नभ्याएर चाहिँ तपाईँले पनि गर्नु पर्ने भएको के हो खास? यो त्यस्तो होइन, उहाँको पार्टमा एउटा काम हुन्छ भने मेरो पार्टमा एउटा काम हुन्छ। शक्ति त बराबर हो, कुनैमा तलमाथि छैन। एउटा प्रश्न सोध्नु भएको थियो, एउटा पत्रकार मित्रज्यूले पनि उहाँले सोध्नुभएको थियो, पहिला वनझाँक्री ठुलो कि नरुभन ठुलो भन्नु। पहिला वनझाँक्री नहुँदै हामी नरु सिठु भन्न हामी चलाएको। एउटा लामाले पनि नरु सिठु भन्न नपढिकन लामाले कुनै पनि गेवा झिम्बा केही पनि गर्न सक्दैन। नरुभन र धुन्सुर वन र चाहिँ सेतीसिंह वन मान्ने मान्छे चाहिँ हामी 3जना मात्रै देख्यौँ यो झाँक्रीमा। कोही पनि छैन यो दुनियाँमा। कुनै देवी मान्छ, कुनै देवता मान्छ है, कुनैले अब पूर्वको काली आएको छ भने पश्चिमको मान्छेले आउँछ, पश्चिमको मान्छे आउँछ भने उत्तरको आउँछ। तर त्यसको दिदीबहिनी कति हो भन्ने कुरो पनि त्यसलाई थाहा हुँदैन त्यो धामी झाँक्रीलाई। त्यो एउटा देवी चढेको हुन्छ अनि सबैको उपचार गर्छु भनेर हिँड्छ। तपाईँ त्यो चाहिँ त्यो फेक हो, तिनीहरू त्यो राम्रो होइन। अहिले तपाईँहरू 2जना मिलेर काम गरिरहनु भएको छ क्या होइन? तन्त्र मन्त्र तपाईँहरूको आफ्नो ठाउँमा होला, कतिको जाने हुन्छ, के जाने हुन्छ, भोलिका दिनमा बिमारीहरू निको होला नहोला त्यो त हाम्रो क्यामेरामा पोके पनि कहिले होला होइन? जस्तो आज भोलि चाहिँ क्या हजुर जस्तै धामी झाँक्रीदेखि लिएर माता भन्छन्, मै हुँ भन्छन्, यताउता के जाति नन्दी भिरिङ्गी कोरी कुस्टा के भन्छन् क्या होइन? यत्र सन्देह केही हुँदैन। म झाँक्री हुँ, म माता हुँ, म यस्तो गर्न सक्छु उस्तो गर्न सक्छु भने धमास मात्रै लाउँछन् क्या। खासमा के हो, सबैसँग यो जस्तो ज्ञान हुन्छन् कि यो पैसा कमाउनुको लागि मात्रै बसिरहेका छन्? यसमा चाहिँ म के भन्न चाहन्छु भने तपाईँसँग ज्ञान छ, तपाईँले जति पनि मिडियामा माता झाँक्रीहरू आइरहनु भएको छ, तपाईँको ज्ञानले त पक्कै पनि चिन्नुहुन्छ होला। नचिन्ने हो भनेदेखि त तपाईँको यहाँनिर बिमारी आउँदाखेरि हेरेर चिन्नुहुन्छ नि, जोखना हेरेर होइन? के रोग लागेको छ, के भएको छ, के लागेको छ, अनि नै तपाईँले उपचार गर्नुहुन्छ। त्यसरी नै अरू माता पिता के भनिन्छ उहाँहरू पनि त सही हो या होइन भन्ने कुरा तपाईँलाई पक्कै पनि थाहा होला। त्यही कारणले म के भन्छु भन्दाखेरि सर्वप्रथम त सबैजना माता झाँक्री धामी वैद्यले चाहिँ म यो आग्रह गर्न चाहन्छु कि के भने नि उहाँहरूले चाहिँ एउटा देवीको नाममा, एउटा देवीको नाममा, एउटा देवताको नाममा उहाँहरूले चाहिँ अलिकति ठक धक्का चाहिँ गरेकै हो। त्यो म ठेटै भन्छु। किन भन्दाखेरि उहाँहरूलाई म यो प्रत्यक्ष मार्फत हजुरहरूको मार्फत र यो नेटको मार्फतबाट यो पत्रकार हाम्रो दाजुभाइको मार्फतबाट म उहाँहरूलाई जनचेतनामूलक एउटा कुरा भन्छु। कस्तो भने नि
ठग्न चाह्यो भने सिधै गरेर ठगे हुन्छ। देवी देउरालीको नाममा नठग्नुहोस्, किनभने अहिले राम्रो हुन्छ भोलि पर्सि पक्कै पनि नराम्रो हुन्छ उहाँलाई है। किनभने एउटा देवीको नामले उहाँले ठगधन्दा गर्नुभएको छ। कुनै पनि छैन सर, कुनै माता कुनै पिता भनेर बस्ने यो संसारमा छैन। यो कलियुगमा अहिले आएको छ, देखा परेको छ, त्यो हामीले पनि देखेका छौँ। तर असली झाँक्री भनेको चाहिँ यो नरु सिठु वन, धुनसुर वन, सेती सिंह वन, त्यहाँपछि अर्को पुस्तामा आइसके पछाडि वन झाँक्री, सुन झाँक्री, काठे झाँक्री, रिठे झाँक्री यो लस्करै आउँछ। उहाँहरू त्यो छैन। एउटा देवीको नाममा देवी आएको छ भनेको छ। सारा संसारलाई चाहिँ अलि यो काम गरिदिन्छु, ऊ काम गरिदिन्छु, कुनै पनि काम हुँदैन। त्यही त आज भोलि चाहिँ त्यो माता आएको भन्छन्, के आएको भन्छन्, सबै त्यो मान्छेको शरीरमा घुस्न थालेछन् क्या होइन। तपाईँहरूको तन्त्र मन्त्र शक्तिद्वारा त पक्कै पनि देख्ला, भगवान्लाई चाहिँ बस्ने ठाउँै नभएर चाहिँ मान्छेको शरीरतिर घुसिया हुन्छ? होइन सर, यो होइन। एउटा कुराले के भन्न चाहन्छु भने म उहाँहरूले एउटा देवीको पूजा गर्यो भन्दैमा त्यो देवी आउँदैन। देवीले चाहिँ बास गर्छ तर त्यो देवी आउँदैन। त्यो देवीको आडमा चाहिँ उसको पूजा गरेर अनि सर्वसाधारणलाई ठगेको चाहिँ त्यो सिधै हो। त्यसकारणले म के भन्न चाहन्छु भन्दाखेरि पहिला आफ्नो देवी देउता छ भने देवी देउताको मूल आधार समाउनु पर्यो। उसको कतिवटा दिदीबहिनी हो त? मैले एकजना मातालाई सोद्धाखेरि मलाई काली देवी आयो भने कुन चाहिँ देवी आएको भनेको त काली देवी आयो भने कतिवटा दिदीबहिनी छ? दिदीबहिनी छैन। कि 7वटा हुन्छ, कि 13वटा हुन्छ, कि 21वटा हुन्छ, त्यो भन्न नसक्ने पनि यहाँ काठमाडौँमा। अनि सबैजनाले एउटा कुरा तपाईँलाई सुन्दाखेरि नराम्रो लाग्ला, सबैजनाले भन्छन् कि म ठुलो हो, मसँग ज्ञान छ नि, यो त्यो भन्छन् क्या होइन। भनिसकेपछि अरू चाहिँ झाँक्री होइन, तपाईँले मात्र बिमारीहरू ठिक पार्न सक्छु भन्नु खोज्नु भयो? होइन सर, यसमा यस्तो छ, म एउटाले मात्रै ठिक पार्छु भन्ने छैन। ज्ञान विद्या सबैमा छ, कुनै सिकाउरो छ। मसँग पनि 1 महिना, 3 महिना, 8 महिना बसेको धुबौरेहरू छ, त्यसले पनि आश्रम खोलेर बसेको छ। किनभने मेरो विधिबाट उसले उपचार गरिरहेछ। मन्त्र चाहिँ छैन, विधि छ। भनेपछि धुप बाल्दै यसो मान्छेको अनुहारमा सक्यो। न प्रेत थाहा छ, न भूत थाहा छ, न आदिशक्ति थाहा छ, न आत्मा थाहा छ, न सिन्धी भन्दाखेरि चोखे भन्छ, मान्छेको चोखे लागेको त्यो न थाहा छ, केही पनि थाहा छैन। त्यो मेरो सिस्टमले मैले जति यहाँ पूजा आजा गर्छ त्यो पूजा आजा हेरेर उसले आएर सिकेर अनि मात्रै उसले आश्रम खोलेर दुनियाँको उपचार गरिरहेछ। तन्त्र मन्त्र चाहिँ केही पनि छैन, बिमारी पनि ठिक हुँदैन। अस्ति भर्खरै केही दिन अगाडि तपाईँहरूलाई चाहिँ तपाईँलाई र धुनसुर बोनलाई चाहिँ हामीले पुलको मुनि खोलामा भेटाएको थियौँ होइन। फोटोद्वारा नै तपाईँहरूले उपचार गर्दै हुनुहुन्थ्यो, आज पनि फोटोद्वारा नै उपचार गर्दै हुनुहुन्थ्यो होइन। त्यो तपाईँको बिमारी ठिक भयो? ठिक भएको छ सर। यसको प्रुफ तपाईँलाई म भिडियो कल गरेर पनि म सुनाउन सक्छु। मैले फोटोबाटै कार्ड देशमा होस् या विदेशमा होस्, कुनै कुना कन्दरामा होस्, आउनु सक्ने उसको चाहिँ आउनु नसक्ने अवस्थामा होस्, फोटो पठाओस्, फोटोद्वारै म सबै कार्ड गर्न सक्छु हजुर। भनेपछि तपाईँले पुलमुनि उपचार गर्नुभएको चाहिँ ठिक भयो? हजुर। त्यो कस्तो बिमारी थियो, आजको बिमारी कस्तो हो? आजको बिमारी चाहिँ तपाईँको मान्छेको प्रेत आत्मा भन्छ नि, मान्छे मरेको मान्छेको चाहिँ प्रेत आत्मा आएको र उसले आफ्नो आफन्तलाई पनि नचिन्यो, उसले चाहिँ मान्छेले बिगारेको भन्छ। हजुरले अघि नै भन्नुभयो भूत छेत मसान तेसान कोही हुँदैन भन्छ। त्यही बिरामी चाहिँ आत्मा आएर उसलाई दुःख गरेछ, उसले आफ्नो मान्छे आफ्नै बुढाले पनि नचिन्ने, आफ्नो बाउलाई पनि नचिन्ने। यो सारा संसार धामी झाँक्रीलाई सबैले गर्न पठायो तर नसकेको अवस्थामा बल्ल मौका आएको छ। त्यसैको पूजा हो, मैले यो पूजा गरेको। आजसम्म तपाईँले कतिजना बिमारीहरू चाहिँ ठिक गर्न सक्नुहुन्छ? मेरो उमेर 7 वर्षको उमेरबाट हो, अनगिन्ती छ सर। म यति नै छु भनेर भन्न सक्दिनँ, किनभने डक्टरले पनि नसकेको, धामी वैद्यले पनि नसकेको यस्तो केस त हजारौँवटा छ सर मसँग। किनकि म भनेको नरु सिट्ठु भनौँ, लामाले नरु सिट्ठु भन् नपढिकन कुनै घेवा जिम्बा कुनै एउटा पूजापाठ गर्न सक्दैन भने मेरो मन्त्र पढेर पो उहाँहरूले ठुल्ठुलो
गुम्बामा नरु सिटु भन पढ्छ भन्दाखेरि यो संसारमा कोही पनि छैन सर नरु सिटु भन पढ्ने भनेपछि नरु सिटु भनद्वारा चाहिँ म उपचार गर्छु भनेपछि अब धामी झाँक्रीमा कोही छैन कोही म च्यालेन्जै गरेर भन्न सक्छु सर यो ठाउँमा धामी झाँक्रीले एउटा देवी देउराली साँची राखेर एउटा वीर मसान साँची राखेर मात्रै उपचार गरेको छ भने म त नरु सिट्ठु भनबाट ब्रह्मा विष्णु महेश्वर र तामाङ भाषामा भन्दाखेरि छोइकु लुङ्गु टुल्कु उहाँहरू तीनटा भगवानको आशीर्वादले चाहिँ म बिरामी उपचार गर्छु अनि यत्रो तपाईँ शक्तिशाली मान्छे यतिका वर्षसम्म चाहिँ कहाँ लुकेर बस्नु भएको थियो मिडियामा किन आउनु भएन त देख्दैदेखि नै देखेका थिएनौँ हामीले एकदम सही प्रश्न हजुर म गाउँमा थिएँ म गाउँमा उपचार गरेर हिँड्थेँ अब हाम्रो गाउँमा मिडिया पनि हुँदैन थियो मैले यो हालेको पनि तपाईँको 3 महिना जति भयो मेरो चेलाहरू कपनमा पनि छ कोडेश्वरमा छ तामाङ गुम्बामा छ मेरै आसपासमा पनि छ उहाँहरूले चाहिँ धेरै बिरामीहरूलाई धेरै पैसा लिएको कारणले अनि उहाँ चेलाहरूलाई मैले निकालेर तिमी मबाट हुँदैन किनभने बिरामीलाई यति साह्रो लिनु हुँदैन ठग्नु हुँदैन भनेर उहाँहरूलाई निकालेर म 5 महिना 6 महिना समथिङ भयो म यो लाइनमा अब यही लाइनमा चाहिँ म अगाडि बढ्छु र सबैको सेवा गर्छु भनेर भनिसकेपछि तपाईँ गाउँमा हुनुहुन्थ्यो मिडियामा चाहिँ धेरै धामी झाँक्री मातापिता देख्नुभयो सबैले ठगेको देख्नुभयो अब यो ठग्नेहरूलाई चाहिँ ठिक पार्नुपर्छ रोक्नुपर्छ बिमारीलाई ठग्नु हुँदैन भनेर चाहिँ अब मेरो शक्ति देखाउनै पर्यो भनेर चाहिँ तपाईँ आउनुभयो हजुर मेरो शक्ति चाहिँ किनभने जब जब यो धरतीमा पापहरू बढ्छ नि पापहरू जति बढेको छ मान्छेले पाप गर्छ अब अधर्मी ज्यादा भयो भने हामी जस्तो नरु सिटु भन चाहिँ धर्मको वास्ते अगाडि आउनुपर्छ भनेर चाहिँ हामीलाई भगवान्ले भन्नुभयो ब्रह्मा विष्णु महेश्वर छोइकु लुङ्गु टुल्कुले र हाम्रो चाहिँ नि नाकमै हाम्रो मनभित्रै त्यो उत्पन्न भइसकेपछि मैले आश्रम खोलेर मैले सबैको उपचार गरेर सबैको राम्रो भएर भइरहेछ अब हजुरहरू दुईजनाले चाहिँ उपचार गर्नु भएको चाहिँ कतिको ठिक भएको छ या छैन भोलिको दिनमा थाहा भइहाल्छ होइन भोलिको दिनमा ठिक भएको छैन भने पनि हामीलाई थाहा भइहाल्छ ठिक भएको छ भने पनि राम्रै भयो हजुरले उपचार गर्नु भएको चाहिँ राम्रो होस् सबैलाई शुभकामना दिँदै अहिलेको लागि छुट्टिन चाहन्छु धन्यवाद हुन्छ